आज नमस्ते सेवा हुआ आज हामी दिचुगापा वार्ड नम्बर 3 छोरुङ सापादेल आफ्नै बाजोबारीमा बसिरहेको छु बाजोबारीमा किन बसिरहेको छु भने मकै छर्न सबैले मकै छरिसकेको छ अब बुधबारे भएको कारणले गर्दाखेरि जोत्ने मान्छे कोही नभएको कारणले गर्दाखेरि आज दाइले अनुरोध गरेको कारणले गर्दाखेरि ध्रुवराज राई उर्फ चर्को भनेर चाहिँ नि हामीले चिनिन्छ उहाँले नास्ता पानी जलपान गर्नुहुँदैछ हाम्रो राईको अनि चाहिँ नि उहाँले जोतिराख्नु भएको छ अनि यहाँ हाम्रो हुनुहुन्छ पूर्व के अरे प्रधानाध्यापक हाम्रो जनता मामी भण्डारे डाँडा बतासेको हुनुहुन्छ अनि हाम्रो चाहिँ फेरि दोस्ती अहिले देखिएको होइन 100 साल भयो होइन दोस्ती चाहिँ एकदम हाम्रो अहिले ठ्याक्क कम्बिनेसन एकदम मिटअप भयो यसमा म धेरै ह्याप्पी अनि त्यसपछि के अरे एकदम यो संयोग धेरै एकदम यो अनि हेर्छ केही भन्न चाहनुहुन्छ अलिक माथि पर्न हात अलिक गराइछ हेर्छ रे बदाम पनि हाल्नु पर्छ यहाँ अलिअलि बदाम लाउँदैछु बदाम र मकै छर्दियो साथी बदाम र मकै अनि कस्तो खालको छ बदाम चाखेर मात्रै हाल्नु चाखेर चाख्दा फेरि एक प्लास्टिक सकिन्छ अब त निस्किसकेपछि अनि हाम्रो हेर्सर हुनुहुन्छ है हाम्रो चाहिँ एकदम दोस्ती चाहिँ एकदम ठुलो छ कम्बिनेसन अनि चर्को त के भन्न चाहनुहुन्छ म चाहिँ अब के भन्नु मेरो झोला आफ्नो मेरो भाइ भतिजोलाई सेवा गर्छु अनि साथ सहयोग अनि यो गाउँ यो टोल बनाऊ यो सबै हरियाली बनाउने मेरो राष्ट्र अनि मेरो टोललाई उसलाई सबै गरेर अनि सबै यो चाहिँ बाँधन राखौँ भन्ने मेरो हिसाब किताब तलतिरको यो हाम्रो दिपेन्द्रको घारीहरू फाडौँ भन्दैछु सबै कमै लाउँ उ गरौँ भनेर अनि आफ्नै कसले फाड्दै जोतिदिन्छु अनि यो सबै कमै आफ्नो कसले फाड्दैछ अरु आफ्नो चाहिँ चुप्लाको अनि सबै अनि त्यो डाँडाबारी फाडौँ भन्दैछु उताको पानी उता लिफ्टिङ गरेर निकाल्नु भन्दैछु अनि यस्तो छ अनि यहाँ के अरे तल मबिर यो हाम्रो अहिले सर्टकट बाटो चाहिँ नि यो खन्डाएको छ यो सर्टकट बाटो देख्न सक्नुहुन्छ अब पुरै मैले जुम ताने 17 प्रो म्याक्सबाट है गाइज किनभने मैले जुम कहिले पनि तानेको थिएन तानिरहेको छ दुईवटा स्काई भेटरले खन्डाएको छ यो धरती वीर भन्दा छ कि घरती वीर या चाहिँ खनखान गरिरहेछ यो मबिर धरती वीर भने देखेको थिएँ स्काई भेटर खन्डाएको छ यो भएपछि तराई जाने सर्टकट र हाम्रो जिल्ला दिक्तेल जाने सर्टकट यता छु है यता हेर्सर म अनि चर्को दाई ल समाज अब यस्तै हो गाउँले जिन्दगी होइन गाउँले लाइफ स्टाइल हामीले तानिसक्यो त तानिसक्यो त्यही कारणले गर्दाखेरि ल ओइ माथि त्यो गोरु देखाइदे गोरु देखा यस्तो छ गोरुहरू हामी स्टपमा छौँ यता देखा अनि यस्तो छु है ल सबैको जय होस् सबैको भगवानले कल्याण गरून् रक्षा गरून् ल नमस्ते बोल्पा